ल आउन लागेको एनईबी बोर्ड क्लास 12 को एक्जामका लागि क्वेशन नम्बर 21 मा सधैँ 8 मार्क्समा आउने क्याश फ्लो स्टेटमेन्टको बारेमा म सर्टकट मेथडबाट बुझाउँछु। क्याश फ्लो स्टेटमेन्टमा जम्मा कतिवटा एक्टिभिटिज हुन्छ त? 3टा एक्टिभिटिज हुन्छ। एउटा अपरेटिङ एक्टिभिटिज, एउटा इन्भेस्टिङ एक्टिभिटिज र एउटा फाइनान्सिङ एक्टिभिटिज। 1 नम्बरको अपरेटिङ एक्टिभिटिजमा जम्मी 8 वटा मात्रै टपिकहरू राख्ने भनेको छ। त्यो भनेको सेल्स, सीओजीएस, अपरेटिङ एक्सपेन्सेस, इन्ट्रेस्ट पेड, ट्याक्स पेड अनि इन्कम छ भने जोड्ने, करेन्ट एसेट्स र करेन्ट लायबिलिटी। अब दोस्रोमा जाने इन्भेस्टिङ एक्टिभिटिजमा 2 मा कतिवटा पर्छ भनेर सम्झिने, 2टा, एउटा इन्भेस्टमेन्ट र एउटा फिक्स एसेट्स। बढो भने पर्चेज लेख्ने, घट्यो भने सेल्स लेख्ने। पर्चेज हुँदा आउटफ्लो हुन्छ माइनसमा राख्ने, सेल्स हुँदा इनफ्लो हुन्छ प्लसमा राख्ने। र फाइनान्सिङ एक्टिभिटिज 3 नम्बरमा जम्मा 3 वटै टपिक पर्छ भनेर पढाएको। शेयर क्यापिटल, शेयर प्रिमियम एउटा, लङ टर्म डेब्ट 2टा, डिभिडेन्ड पेड 3टा। डिभिडेन्ड पेड चाहिँ सधैँ माइनसमा हुन्छ। शेयर क्यापिटल र लङ टर्म डेब्ट चाहिँ बढेको छ भने इस्युज प्लसमा, घटेको छ भने रिडम्सन माइनसमा। 2080 जीआई सेटेमा आएको क्वेसन हो यो। फर्स्टमा डिटर्मिनेसन अफ क्याश फ्रम अपरेटिङ एक्टिभिटिज युजिङ डाइरेक्ट मेथड भनेर लेख्दा नि भयो। अनि सेल्स रेभेन्यू दिएको छ 18,000। त्यसबाट यो चाहिँ लेस एक्सपेन्सेस युज इन वर्किङ क्यापिटल भनेर चाहिँ याद गर्ने, टपिक लेख्ने, अन्डरलाइन गर्ने। यो भित्र जम्मा 5 वटा। सीओजीएस 7,800 दिएकै छ। अपरेटिङ एक्सपेन्सेस, डेप्रिसिएसन पनि इन्क्लुड छ भनेको भएर डेप्रिसिएसन नन क्यास भएको भएर क्याश फ्लो स्टेटमेन्टबाट घटाएर मात्रै राख्ने। 3,000 बाट 1,000 डेप्रिसिएसन घटाएर 2,000 राख्ने। त्यस्तै गरेर इन्ट्रेस्ट पेडको दाम दिएको छैन। अनि ट्याक्स पेड 1,200 दिएको छ। 18,000 सेल्सको दामबाट यो 4टा दिएको घटाउँदाखेरि 7,000 आयो। त्यसको नाम चाहिँ आफूले लेख्न जान्नु पर्यो, वर्किङ क्यापिटल युज्ड इन बिजनेस अपरेसन भन्ने। अब करेन्ट एसेट्स घटेको छ भने जोड्ने, करेन्ट लायबिलिटिज बढेको छ भने जोड्ने। तर क्यास बैंक मार्केटेबल सेक्युरिटिजलाई चाहिँ करेन्ट एसेट्स भए तापनि यहाँ राख्नु हुँदैन क्यास फ्लोमा, तिनीहरूको काम चाहिँ अन्तिममा छ। अनि अब यहाँ करेन्ट एसेट्स डेप्टर्स डिक्रिज भयो, एड गर्ने 1500 ले। लास्ट इयरको भन्दा अहिले करेन्ट इयरमा चाहिँ करेन्ट लायबिलिटिज क्रेडिटर्स इन्क्रिज भएको छ, त्यसलाई पनि जोड्ने। करेन्ट एसेट्स घट्यो भने जोड्ने, करेन्ट लायबिलिटिज बढ्यो भने जोड्ने। अब लेस गर्ने उल्टो, करेन्ट एसेट्स बढ्यो भने इन्क्रिज इन क्लोजिङ स्टक बढ्यो 1500 ले, यसलाई घटाउने। डिक्रिज इन करेन्ट लायबिलिटिज छैन। अनि एन्सर आयो माथि 7,000 बाट 1500 एड गर्ने, 1200 एड गर्ने र 1500 लेस गर्ने, 8200 आयो। सीएफओ को आन्सर। 2 मा जाने दोस्रो एक्टिभिटिजको नाम हो इन्भेस्टिङ एक्टिभिटिज। अनि त्यहाँ तल एडिसनलमा पर्चेज र फिक्स एसेट दिएको छ, इन्भेस्टमेन्ट दिएको छैन, राख्नु परेन। एउटा मात्रै टपिक पर्यो यो क्वेसनमा। पर्चेज भनेको भएर माइनसमा राखेको, माइनसमै एन्सर आयो। सीएफआई को एन्सर नेट 7,000 माइनसमा। अब 3 मा जाने, 3 मा 3 वटा टपिक भनेकै छ। शेयर क्यापिटल र शेयर प्रिमियम एउटैमा राख्ने। इस्युज अफ शेयर क्यापिटल विथ शेयर प्रिमियम। शेयर प्रिमियम दिएको छ भने झन् सधैँ यो इस्युज नै हुन्छ। 2टा जोड्ने, शेयर क्यापिटलको डिफरेन्स 3,000, शेयर प्रिमियमको डिफरेन्स 300 अनि 3,000 कति भयो? 300। रिडम्सन अफ डिभेन्चर घटेको भएर रिडम्सन लेख्ने, 3,000 ले घटेको छ। रिडम्सनलाई चाहिँ केमा राख्ने? माइनसमा। र अर्को डिभिडेन्ड पेड क्वेसनले प्रोभाइड गरिदिएको छ 3,000, पेड भएको भएर आउटफ्लो, यो पनि माइनसमा। अनि माइनस बढी भएको 2,700 नेट सीएफएफए। अब फर्स्टको एन्सर 8200 बाट माइनस 7,000 माइनस 2,700 गर्दा माइनसमा 1,500 आयो। यो चाहिँ नेट चेन्जेस इन क्यास। क्वेसनमा यो 1,500 ले क्यास ब्यालेन्स घटेको देखाइरहेछ। मिल्यो कि मिलेन भनेर परीक्षामा पनि हामीलाई सहज हुन्छ। 1,500 क्यास घटेकै छ, यहाँ पनि 1,500 आयो। मिलाउँदा एन्सर मिलेको पनि थाहा हुन्छ। ल आउँदै गरेको एनईबी क्लास 12 को एक्जामको क्वेसन नम्बर 21 मा आउने 8 मार्क्सको लङ क्वेसन, क्याश फ्लो स्टेटमेन्ट 2080 सेट पी क्यू मा दिएको क्वेसनको सल्भ गरेर यहाँ म भन्दैछु। फर्स्ट एक्टिभिटिजको नाम हो डिटर्मिनेसन अफ क्याश फ्रम अपरेटिङ एक्टिभिटिज। त्यसमा सुरुमा सेल्स राख्ने, सेल्सको दाम दिएको छ 1 लाख। तल एडिसनल इन्फर्मेसनमा लेस गर्ने एक्सपेन्सेस युज्ड इन वर्किङ क्यापिटल, त्यो भित्र अन्डरलाइन गरेर सीओजीएस, सीओजीएस को दाम 80,000। अपरेटिङ एक्सपेन्सेस 26,000 टोटल। त्यो 26 मा 4,000 चाहिँ डेप्रिसिएसन इन्क्लुड छ है भनेको छ। त्यही भएर 26,000 माइनस डेप्रिसिएसन नन क्यासलाई घटाउने 22,000 आयो। इन्ट्रेस्ट पेड 4,000 दिएको छ। ट्याक्स पेड क्वेसनमा दिएको छैन, नराख्ने। 1 लाखबाट यो 3टा घटाउँदा 6,000 नेगेटिभमा आयो, माइनसमा। त्यसको नाम हो वर्किङ क्यापिटल युज्ड इन बिजनेस भनेर नेगेटिभमा वर्किङ क्यापिटल आयो। अब करेन्ट एसेट्स घटेकोलाई जोड्ने, करेन्ट लायबिलिटिज बढेकोलाई जोड्ने। यो क्वेसनमा संयोगवश सबै करेन्ट एसेट्स जति घटेको, करेन्ट लायबिलिटिज जति सबै बढेको दिएर सबै एडमा पर्यो। डिक्रिज इन डेप्टर्स 5,000 ले,
डिक्रिज इन स्टक 10,000 ले डिक्रिज भएको छ, ब्यालेन्स सिटको डिफरेन्स गरेको। अनि क्रेडिटर्सको भ्यालु इन्क्रिज भएको छ, डिफरेन्स गरेको 3,000 ले। अनि ड्यू एक्सपेन्सेस करेन्ट लायबिलिटिजको पनि डिफरेन्स गरेको 1,000 अनि जोड्दाखेरि 13,000 आयो। लेस इन्क्रिज इन करेन्ट एसेट डिक्रिज इन करेन्ट लायबिलिटिजमा कुनै पनि छैन, त्यही भएर ड्यास हान्दिएको छ। नेक्स्ट 2 नम्बरको एक्टिभिटी CFIA, त्यहाँ पर्चेज एन्ड सेल्स अफ इन्भेस्टमेन्ट एन्ड फिक्स एसेट्स दुईमा 2 पर्छ भनेको छ। त्यो मध्ये इन्भेस्टमेन्ट दिएको छैन, एउटै मात्रै फिक्स एसेट्स। एडिसनल इन्फर्मेसनमै दिएको छ पर्चेज भनेर राख्ने 29,000, एन्सर पनि 29,000 नै आयो। माइनसमा डिटर्मिनेसन अफ CFFA थर्ड एक्टिभिटिजको नाम 3 मा 3टा पर्छ भनिरहेको छु। इस्युज अफ सेयर क्यापिटल 10,000 ले बढो सेयर क्यापिटल। लोन लङ टर्म डेप्ट हो, लङ टर्म डेप्ट पनि 18,000 ले बढो, इस्युजै लेख्ने। डिभिडेन्ड पेड 7,000, पेड गर्दा माइनसमा लेख्ने, दुईटा जोडेर घटाउँदा 21,000। अब एन्सर 1, 2 र 3 लाई जोड्ने। पोजिटिभमा 5,000 प्लसमा 5,000 आयो। यसले के इन्डिकेट गर्छ भने क्वेसनमा क्यास ब्यालेन्स 5,000 ले बढेको छ भनेर देखाउँछ। क्वेसनमा हेर्यो भने क्यास ब्यालेन्स 5,000 ले बढेकै छ लास्ट इयर भन्दा। थ्याङ्क यू। ल 2079 GIE सेट ए NEB को क्वेसन नम्बर कति 21 मा आएको क्यास फ्लोको म फेरि बुझाएँ। डिटर्मिनेसन अफ क्यास फ्रम अपरेटिङ एक्टिभिटिज सेल्सको प्राइस 5,20,000, लेस एक्सपेन्सेस युज इन वर्किङ क्यापिटल भित्र 5 वटा टपिक। COGS को दाम 3,60,000 दिएको छ। अपरेटिङ एक्सपेन्सेस 40,000, इन्ट्रेस्ट पेड दिएको छ 20,000, ट्याक्स पेड दिएको छैन, घटाउँदाखेरि आयो वर्किङ क्यापिटल युज्ड इन बिजनेस भनेर 1 लाख। अब करेन्ट एसेट्स घटेको छ भने जोड्ने, करेन्ट लायबिलिटिज बढेको छ भने जोड्ने। डेप्टर्स करेन्ट एसेट्स हो घट्यो, त्यही भएर जोड्ने 35,000 ले। क्रेडिटर्स करेन्ट लायबिलिटी जो बढ्यो जोड्ने 80,000 ले। ड्यू एक्सपेन्सेस करेन्ट लायबिलिटी जो बढ्यो जोड्ने 2,000 ले। र इन्क्रिज इन करेन्ट एसेट्स भनेको करेन्ट एसेट्स बढेको छ भने घटाउने, करेन्ट लायबिलिटिज घटेको छ भने घटाउने। अब त्यो भित्र एउटै मात्रै टपिक स्टक चाहिँ इन्क्रिज भएको छ, करेन्ट एसेट्स इन्क्रिज भएको छ 1,20,000 ले। त्यसलाई घटाउँदाखेरि क्यास फ्रम अपरेटिङ एक्टिभिटिजको एन्सर आयो 97,000। अब दोस्रो नम्बरको एक्टिभिटिजमा चाहिँ CFIA 2 मा 2 पर्छ भनेको थिएँ, इन्भेस्टमेन्ट दिएको छैन। अनि एडिसनल इन्फर्मेसनमै सेल्स अफ प्लान्ट र पर्चेज अफ प्लान्ट दिएको छ। सेल्सलाई प्लसमा, पर्चेजलाई माइनसमा राख्ने। एन्सर आयो नेगेटिभमा 1,70,000। नेट CFIA। अब 3 मा 3 वटा एक्टिभिटिज भनेको छ। सेयर क्यापिटल बढो, इस्युज लेख्ने 1 लाखले बढेको छ। लोन पनि बढो, इस्युजै लेख्ने 50,000 ले। र डिभिडेन्ड पेड क्वेसनमै प्रोभाइड छ 40,000, डिभिडेन्ड पेड माइनसमा, इस्युज जति प्लसमा। एन्सर आयो पोजिटिभ 1,10,000 CFFA को। अब 3 वटा एन्सरलाई चाहिँ मिलाउने 1, 2, 3 गर्ने। एन्सर आयो 37,000 पोजिटिभमा। क्वेसनमा क्यास एन्ड ब्याङ्क ब्यालेन्स भनेर दिएको छ, 37,000 ले इन्क्रिज भएको छ। हेर्ने परीक्षामा एक्जाममा मिल्यो कि मिलेन थाहा पाउन सकिन्छ। ल Thanks for watching this video. Do subscribe for more interesting video. Thank you.